ल आज चाहिँ प्रदेश लोक सेवा आयोग कोशी प्रदेशमा सोधिने लिखित परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्नोत्तरहरू लिएर आइसकेको छु है। ध्यान दिएर सुन्नु होला, बुझ्नु होला भन्न चाहन्छु। जिज्ञासा लागेमा कमेन्ट गर्नु होला है। आजको भिडियो सुरु गरौँ है त। प्रश्न नम्बर 1 मा रहेको छ नेपालमा हालसम्म कति प्रजातिको वन्यजन्तुहरू पाइने तथ्य रहेको छ भन्ने क्वेसन आयो। अप्सन ए मा रहेको छ 19,057 प्रजाति। अप्सन बी मा रहेको छ 13,067 प्रजाति। अप्सन सी मा रहेको छ 9,719 प्रजाति। अप्सन डी मा रहेको छ 67,013 प्रजाति आयो है। यसको एन्सर के होला त साथीहरू? यसको एन्सर चाहिँ अप्सन ए 19,000 कति त 97 प्रजाति हो है। यसै गरी क्वेसन नम्बर 2 तिर जाउँ। क्वेसन नम्बर 2 मा रहेको छ विश्वमा पाइने वन्यजन्तुमध्ये नेपालमा कति प्रतिशत वन्यजन्तु रहेका छन् भन्ने आयो। अप्सन ए मा रहेको छ 3.1%। अप्सन बी मा रहेको छ 1.3%। अप्सन सी मा रहेको छ 1.1%। अप्सन डी मा रहेको छ कुनै पनि होइन भन्ने आयो। यसको एन्सर चाहिँ अप्सन सी 1.1 हो है। यसै गरी क्वेसन नम्बर 3 तिर जाउँ। कोशी प्रदेशमा कतिवटा डिभिजन वन कार्यालयहरू रहेका छन् भन्ने आयो। अप्सन ए मा रहेको छ 15वटा। अप्सन बी मा रहेको छ 7वटा र अप्सन डी मा रहेको छ 58वटा र अप्सन सी मा रहेको छ 58वटा र अप्सन डी मा रहेको छ 2वटा भन्ने आयो। यसको एन्सर चाहिँ अप्सन ए 15वटा हो है। क्वेसन ध्यान दिएर सुन्नु होला, बुझ्नु होला है। केही यदि जिज्ञासा लाग्यो भने कमेन्ट गर्नु होला। क्वेसन नम्बर 4 तिर जाउँ। दिएका मध्ये कुन प्रजातिको वन्यजन्तु कोशी प्रदेशमा पाइँदैन भन्ने आयो। अप्सन ए मा रहेको छ गौरी गाई। अप्सन बी मा रहेको छ कृष्णसार। अप्सन सी मा रहेको छ पारससिंह। अप्सन डी मा रहेको छ माथिका सबै भन्ने आयो है। यसको एन्सर चाहिँ अप्सन डी माथिका सबै हुन् है। क्वेसन नम्बर 5 तिर जाउँ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक नेपाल वन सेवाको कुन समूहको पद हो भन्ने आयो है। अप्सन ए मा रहेको छ नेसनल पार्क्स एन्ड वाइल्ड लाइफ समूह। अप्सन बी मा रहेको छ बोटानी समूह। अप्सन सी मा रहेको छ जनरल फरेस्ट्री समूह र अप्सन डी मा रहेको छ यो समूहकृत नहुने पद हो भन्ने भयो। के होला साथीहरू यसको एन्सर? यसको एन्सर चाहिँ अप्सन डी यो समूहकृत नहुने पद हो भन्ने भयो है। यसै गरी क्वेसन नम्बर 6 तिर जाउँ। संरक्षित स्तनधारी वन्यजन्तु अरुणा कोशी प्रदेशको कुन जिल्लामा पाइन्छ भन्ने आयो। अप्सन ए मा रहेको छ सुनसरी। अप्सन बी मा रहेको छ मोरङ। अप्सन सी मा रहेको छ झापा र अप्सन डी मा रहेको छ माथिका सबै भन्ने आयो। के होला साथीहरू यसको एन्सर? यसको एन्सर चाहिँ सुनसरी हो है। अप्सन ए सुनसरी हो है। यसै गरी क्वेसन नम्बर 7 तिर जाउँ। हाब्रेको चोरी सिकारी हुनुको मुख्य कारण भनेको कुन अङ्ग हो भने है। क्वेसन नम्बर 7 तिर जाउँ। हाब्रेको चोरी सिकारी हुनुको मुख्य कारण हाब्रेको कुन अङ्ग हो भने है। लेख्दाखेरि मिस्टेक भएर छ, हानेको होइन, यो चाहिँ यहाँनिर चाहिँ हाब्रेको भन्न खोजेको कुन अङ्ग हो भन्न खोजेको है। क्वेसन ध्यान दिएर बुझ्नु होला।
फेरि भन्न गइरहेको छु। हाब्रेको चोरी सिकारी हुनुको मुख्य कारण हाब्रेको कुन अङ्ग हो भन्यो? अप्सन एमा रहेको छ पित्त, अप्सन बीमा रहेको छ छाला र अप्सन सीमा रहेको छ सिङ भन्ने आयो है। के होला साथीहरू? यहाँमा चाहिँ एउटा अप्सन पनि छुटेछ। यसको अप्सन डीमा चाहिँ पन्जा भन्ने हुन्छ है। मैले चाहिँ लेख्दाखेरि मिस्टेक भएछ। यसको एन्सर चाहिँ अप्सन बी छाला हो है। के त छाला हो। यसै गरी क्वेसन नम्बर 8 तिर जाउँ। नेपालमा पाइने चितुवा प्रजातिमध्ये सबैभन्दा ठुलो प्रजाति कुन हो भने है? अप्सन एमा रहेको छ साधारण चितुवा, अप्सन बीमा रहेको छ घाँसे चितुवा, अप्सन सीमा रहेको छ हिउँ चितुवा र अप्सन डीमा रहेको छ कुनै पनि होइन भन्ने भयो है। के होला साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन ए साधारण चितुवा हो है। नझुकिनु होला है फेरि। क्वेसन नम्बर चाहिँ लेख्दाखेरि के मिस्टेक हुन्छ फेरि। 9 तिर जाऊँ। क्वेसन नम्बर 9 मा रहेको छ कोशी प्रदेशको एकमात्र संरक्षण क्षेत्र कुन हो भन्यो? अप्सन एमा रहेको छ कञ्चनजङ्घा, अप्सन बीमा रहेको छ मनासलु, अप्सन सीमा रहेको छ अन्नपूर्ण र अप्सन डीमा रहेको छ अपिनप्पा भन्यो है। के होला साथीहरू यसको एन्सर? यसको राइट एन्सर रहेको छ अप्सन ए कञ्चनजङ्घा हो है। यसै गरी क्वेसन नम्बर 10 तिर जाउँ। हिमाली कालो भालु छुट्याउन नसकिने मुख्य विशेषता के हो भन्यो? अप्सन एमा रहेको छ यो भालु रुखमा चढ्न सक्दैन, अप्सन बीमा रहेको छ यो भालुको छातीमा आकारको धब्बा हुन्छ, अप्सन सीमा रहेको छ यो भालु बहुपतिगामी स्वभावको हुन्छ र अप्सन डीमा रहेको छ यो भालुले एकै ठाउँमा दिशा गर्छ भन्यो है। के होला साथीहरू यसको एन्सर? यसको राइट एन्सर रहेको छ अप्सन बी यो भालुको छातीमा आकारको धब्बा हुने गर्छ है। यसै गरी क्वेसन नम्बर 11 तिर जाउँ। कोशी प्रदेशको कतिवटा स्थानीय तहमा वन क्षेत्र रहेको छैन भन्यो? अप्सन एमा रहेको छ 48 वटा, अप्सन बीमा रहेको छ 9 वटा, अप्सन सीमा रहेको छ 13 वटा र अप्सन डीमा रहेको छ 106 वटा भन्यो है। यसको एन्सर चाहिँ अप्सन सी 13 वटा हो है। यसै गरी क्वेसन नम्बर अन्तिमतिर आइसकेका छौँ। क्वेसन नम्बर 12 मा रहेको छ वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार कति प्रजातिको वन्यजन्तुबाट यहाँ चाहिँ अतिको भइरहेको यहाँ क्षतिको राहत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ भन्यो? अप्सन एमा रहेको छ 16 प्रजाति, अप्सन बीमा रहेको छ 14 प्रजाति र अप्सन डीमा रहेको छ 10 प्रजाति र अप्सन डीमा रहेको छ अप्सन एमा रहेको छ 16 प्रजाति, अप्सन बीमा रहेको छ 14 प्रजाति, अप्सन सीमा रहेको छ 10 प्रजाति र अप्सन डीमा रहेको छ 18 प्रजाति भन्ने आयो। यसको राइट एन्सर रहेको छ अप्सन ए 16 प्रजाति हो है। आजको लागि चाहिँ क्वेसन यति नै हुन्। अब चाहिँ म अर्को भिडियोमा ल्याउने छु। कस्तो लाग्यो के लाग्यो कमेन्ट गर्नु होला जानेकोहरू। यदि केही जिज्ञासा लागेको छ भने कमेन्टमा भन्नु।